यो घाट हेर्न सक्नुहुन्छ तपाईहरुले यो चाहिँ हो घाट यहाँ खोला छ गाइड गोको मसान घाट है हेर्नुस् मरेको मान्छेहरु जलाइसकेपछि कोइला चाहिँ यसरी फ्याल्ने रहेछ यहाँ छ काठहरु है यस्तो दौरा छ के आधी आधी दौरा रहेछ के हो यो दौरा नबलेर फ्याले हो कि कोइलाको ठुक्कमा कसम कोइला रहेछ के हुन त ठुलो नै हो यो यस्तो रहेछ के यो चाहिँ यतापट्टिको घाट रहेछ है यहाँ चाहिँ के को पूजा गर्ने हो कि के हो है यो मरेको मान्छेहरुको औषधि हो कि के हो है यही फाल्छ नि त औषधिहरु फाइनली गाइज हामी चाहिँ आज थैबको मसान घाट जाँदैछौँ र त्यहाँको डेन्जरस छ हामी त्यहाँबाट हुँदै हुँदै हामी जाने भनेको चट्ट लाएर मार्बल डाँडा पनि जान्छौँ गोदावरी जान्छौँ है बवाल हुनेवाला छ है थैबको मसान घाट भन्छ यसलाई चाहिँ भनिन्छ थैबको मसान घाट है हेर्न सक्नुहुन्छ सबैजनाले तर यो चाहिँ पुरानो भइसक्यो जस्तो छ धेरै चाहिँ केही छैन रहेछ यहाँ चाहिँ यस्तो छ है यहाँ चाहिँ यस्तो छ फेरि त्यस्तो केही पनि छैन यस्तै हो बस्ने ठाउँ रहेछ यहाँ यस्तो छ यहाँ त पिपलको रुख रहेछ यहाँ चाहिँ कस्तो छ मसान घाट यस्तो छ जे पनि भनिदिनु यार यहाँ चाहिँ पराल छ त्यस्तो केही पनि छैन अनि त्यहाँ छ पुल एउटा मसान घाट खोलेर बस्नु पर्ला जस्तो छ अब कोइला रहेछ है तर पुरानो रहेछ क्या त्यही भएर यस्तो हुन त ठुलो नै छ हुन त ठुलो नै हो यो यस्तो रहेछ क्या यस्तो छ पूजा गर्ने हो के गर्ने हो अनि यहाँ पैसा पनि रहेछ 1 रुपैयाँ गाइस 1 रुपैयाँ पैसा पनि रहेछ अनि त्यहाँ त्यस्तो छ यहाँ चाहिँ कोइला छ क्या यो छ नि मरेको मान्छेहरु जलाइसकेपछि कोइला चाहिँ यसरी फ्याल्ने रहेछ यहाँ छ काठहरु है यो भयो घ्याम्पा गाइड्स यसलाई के भन्छ यहाँ बासहरु छ चलाउने है त मरेको मान्छेहरुको औषधि हो कि के हो है यही फाल्छ नि त औषधिहरु यहाँ चाहिँ फेरि खोला छ ढक्कन हेर्न सक्नु पर्यो गाइस यहाँ चाहिँ त्यस्तो चाहिँ केही पनि छैन अनि त्यहाँ चाहिँ जङ्गल जस्तो छ खोला साइडमा यस्तो छ अब यहाँबाट हामी हुँदै मार्बल डाँडाको जङ्गल जाने हो पानी चाहिँ सफा छ फेरि यहाँको यार उता पुल छ कि यता मात्रै छ पुल यही हो पुल है हेर्न सक्नुहुन्छ है जस्ताको छ यो चाहिँ यतापट्टिको घाट रहेछ है यहाँ चाहिँ खोला छ यहाँ खोला छ गाइड यहाँ छ आगोको यो चाहिँ हो घाट यहाँ कता यहाँ अबिर रहेछ है यहाँ छ यही हो घाट चाहिँ त्यस्तो छैन रहेछ ठिकै छ भनौँ एक्लै आउने चाहिँ फेरि डेन्जर छ वरिपरि चाहिँ उता पनि घर छैन हेर्न सक्नुहुन्छ ऊ पर छ एउटा घर अनि यहाँ बारी छ है अनि
अनि यहाँ चाहिँ हो यही हो घाट भनेको दुईवटा रहेछ यहाँ पनि रहेछ यो पनि हो लुगा छ जङ्गलै जङ्गल छ यहाँ चाहिँ धारा छ यहाँ चाहिँ केही छैन रहेछ म्याच स्याट रहेछ यहाँ पराल सराल रहेछ है अनि यहाँ चाहिँ फेरि सिङसिङै दौरा छ सिङसिङै दौरा फाल्नुको रिजन चाहिँ मैले बुझेन क्या यहाँ चाहिँ आधी आधी मात्रै दौरा छ नि जलाएको यहाँबाट हामी तल जान्छौँ एकचोटि यस्तो दौरा छ कि आधी आधी दौरा रहेछ क्या के हो यो दौरा नबलेर फाल्या हो कि कोइलाको ठुक्कमा आएको छौँ कोइला रहेछ कि यहाँ कोइला यस्तै छ घाट अब हामी किचकन्दी आउने बाटो जान्छौँ है किचकन्दी आउने बाटो जान्छौँ यही हो घाट हेर्नु सक्नुहुन्छ त्यही हो मान्छे जलाउने हेर्नु सक्नुहुन्छ राइट अब यहाँबाट चाहिँ हामी ठ्याक्कै निस्किने रहेछ क्या ठ्याक्कै निस्किने रहेछ यार किचकन्दी आयो भने बवाल हुन्छ फेरि कुलो जस्तो बवाल छ फेरि त्यहाँदेखिको रस यहाँबाट चाहिँ हामी ठ्याक्कै मसान घाट निस्किन्छौँ धानबारी छ नयाँ देखाइदिनु पऱ्यो त्यहाँ घाट अगाडिको त्यहाँ देखाउँदोस् घाटमा एकचोटि घाटमा देखाउनु आज बत्ती निभाइरहेको छ घाटमा ठ्याक्कै माथिपट्टि देखाउन माथिपट्टि देखाउनु हो त्यही हो घाट मेरो लाइटले टिक्दैन क्या एज अ प्रमोद खोइ कहाँ गयो प्रमोदहरू सब अघि न त किचकन्दी आओस् भने पनि किचकन्दी पनि आउँदैन यार अब चाहिँ यहाँबाट हामी फाइनल्ली घाट उठ्दैछौँ गाइस यहाँ चाहिँ यस्तो छ फेरि फाइनल्ली मान्छे सुतिरहेको हुँदो रहेछ मान्छे सुतिरहेको हुन्छ है सबले डबल ट्याप ट्याप हान्नु पऱ्यो माथि पनि हेर्न सक्नुहुन्छ माथि त्यस्तो छ यहाँ यस्तो छ केही छैन यहाँ मेन भनेको चाहिँ यहाँ अस्ति म लडेको के भएको ठाउँहरू यहीँ हो क्या हेर्न सक्नुहुन्छ है अनि त्यहाँ